सम्मानित संस्थाको बारेमा मलाई बोल्न इच्छा थिएन, तर यो वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिद्ध्याउने काम भएको छ। जुन कुरा नेकपा एमालेलाई मान्ने छैन, मान्ने हुनु हुँदैन। नेकपा एमाले देशप्रति, जनताप्रति, लोकतन्त्रप्रति, शान्तिप्रति, सुशासन र विकासका सङ्कल्पप्रति प्रतिबद्ध पार्टी हो। यो कुनै त्रासबाट खुट्टा कमाएर चल्ने पार्टी होइन। त्रासभन्दा, डर, त्रासभन्दा, भयभन्दा मुक्त भएर माथि उठेर देशप्रति समर्पित भएर त्याग र बलिदानका भावना साथ लडेर यहाँसम्म आएको छ। त्यसै गरी लडेर नै अगाडि जानेछ।